हर्क स्याम्पान देशलाई अति माया गर्ने मान्छे। अनि उहाँको स्लोगन चाहिँ मलाई खत्रै लाग्छ, विकास भनेको चाहिँ प्रकृति, संस्कृति र प्रविधि। यो सामाजिक सञ्जालतिर थोरै बोल्न कम गरिदिए हुन्थ्यो भन्ने। एउटा राम्रो मान्छे हाम्रो समुदायबाट कोही आयो भने होइन, त्यसलाई चाहिँ सपोर्ट गर्ने के, कहीँ न कहीँ त टिक्नु पऱ्यो, केही न केही त गर्नु पऱ्यो नि त। अब अहिले सुटिङ छैन, 3-4 महिना सुटिङ नहुँदा के गर्ने त? सबैले हेर्दा गल्फ नै हेर्छन्, तर म अरू पनि गर्न सक्छु भन्ने चाहिँ आँट चाहिँ आउँछ। म त गीत कहाँ गाउँछु त नि, म गाउँदिनँ गीत चाहिँ होस् ल। म गीत गाएको भए त म हिट भइहाल्थ्यो होला नि त गीतबाटै। अनि फेरि मेरो राम्रो भयो भने अरू कहाँ जाने त नि। हर्क स्याम्पान चाहिँ ठ्याक्कै भन्दाखेरि देशलाई अति माया गर्ने मान्छे। लास्टै के त्यो हामीले पनि सकिँदैन होला त्यो खालको, त्यो मन देशको लागि चाहिँ एकदमै मनपर्ने मान्छेमा पर्नुहुन्छ। केही कुराहरू मतभेद रहन्छ उहाँसँग मेरो, अनि तर राम्रो लिडर चाहिँ खतरा हो, त्यो चाहिँ मनपर्छ उहाँको। उहाँ एक त अब मेयर भएदेखि नै मैले चिनेको त उहाँलाई। त्यस पछाडि चाहिँ उहाँको काम गर्ने शैली होइन, अब जुन आजको देशले मागेको पनि त्यो हो क्या। अनि उहाँको स्लोगन चाहिँ मलाई खत्रै लाग्छ, विकास भनेको चाहिँ प्रकृति, संस्कृति र प्रविधि। यो तिनटाको सन्तुलन चाहिँ विकास हो भन्नुहुन्थ्यो, त्यो एकदम दामी लाग्यो। अनि माटोको लास्टै माया गर्ने, आफ्नो देशप्रति माया गर्ने, त्यो चाहिँ मनपर्छ। केही कुराहरू छन्, मान्छे अब दोष पनि हुन्छ मान्छेमै, गुण पनि हुन्छ। अलिकति यो सामाजिक सञ्जालतिर थोरै बोल्न कम गरिदिए हुन्थ्यो भन्ने। अनि अलिकति अब नेता भइसकेपछि चाहिँ मेरो पक्षबाट चाहिँ अलि सबैको सुन्दै हुन्थ्यो भन्ने के। निर्णय त पछि आफूले लिने हो, जस्तो लिडर भइसकेपछि सुन्नु नि पर्छ जस्तो लाग्छ मलाई। तिनीहरू चाहिँ अलिकति मलाई खड्केको विषय हो, होइन भने त उहाँ धेरै दामी मान्छे देशको लागि। यो श्रम संस्कृति पार्टी चाहिँ राईहरूको भन्ने खालको न्यायरा हुन्छ, तर त्यो चिजहरू चिर्नुपर्छ। अब जस्तो पश्चिमतिर अस्ति बुटलको कार्यक्रम पनि हेरेँ, एकदम खतरा लाग्यो थियो। त्यहाँ त राईहरू थिएन होला। यो चिजहरूलाई चाहिँ कसरी काट्न सकिन्छ? हुन त उहाँले कहिले बोलेको त सुनेको छैन। उहाँ राम्रो भएरै हो कि अब राईहरूको पार्टी भनेको चाहिँ, होइन भने त फेरि हाम्रो समुदायको एक किसिमको यो मजा पनि हो, खराब पनि होला कि। अब अहिले देख्दा चाहिँ खराब हो कि जस्तो पनि लाग्यो उहाँलाई त्यो आक्षेप आउँदा। हाम्रो समुदायको चाहिँ के हुँदो रहेछ भन्दाखेरि, एउटा राम्रो मान्छे हाम्रो समुदायबाट कोही आयो भने होइन, त्यसलाई चाहिँ सपोर्ट गर्ने के, माथि पुर्याउनु पर्छ, यसले राम्रो गर्नुपर्छ भन्ने खालको समुदायले लागेर हामी चाहिँ सपोर्ट गर्छौँ। अब त्यो चिजलाई चाहिँ जातीय रूपमा हेरिदिए त्यो त पक्कै पनि होइन होला। उहाँको घोषणापत्रतिर, पार्टीको कहीँ प्रस्तावनातिर पनि छैन यो राईहरूको मात्रै पार्टी भन्ने त हो। हाम्रो समुदायले हाम्रो क्षेत्रबाट आउने मान्छे, हाम्रो बिरादरीबाट आउने मान्छेलाई सपोर्ट चाहिँ गर्छ। र मैले अब थाहा हुँदाखेरि हर्क स्याम्पानभन्दा अगाडि यत्तिको चाहिँ नेता हाम्रो समुदायबाट आएको थिएन, छैन पनि। आफै गर्नुपर्छ भन्ने, त्यो भएर पनि राईहरूको धेरै सपोर्ट भएन। तर यो राईहरूको पार्टी चाहिँ होइन, केही न केही त गर्नु पर्यो नि त पहिलेदेखि। अब यो लाइनलाई मैले व्यावसायिक रूपमा पनि हेरिएन, त्यसमाथि पनि अब अहिले आएर कलाकारिता क्षेत्र पेसै हो भन्नु पनि अब पहिलेदेखि नै गाह्रो हो नि त। कहीँ न कहीँ त टिक्नु पऱ्यो, केही न केही त गर्नु पऱ्यो नि त। अब अहिले सुटिङ छैन, 3-4 महिना सुटिङ नहुँदा के गर्ने त? त्यसको अप्सनमा यसो नुन तेल खाने बाटो काठमाडौँ गरे, यसो खाजा खाने ठाउँ हो। तपाईँहरू पनि आउनु होला। कलफुटारको माथि ठ्याक्कै बास्केटबल ग्राउन्ड छेउमा छ अरेबिका कफीको ब्रान्च, अनि नेवा गोल्फुचे भन्ने छ त्यहाँ। यसो म मात्रै त कहाँ हो र
साथीले गर्नुपर्छ है भनेर मेरो सजित गुरुङ भन्ने साथी छ, हाम्रो स्कुलदेखिको साथी, ऊ चाहिँ यही लाइनमा भएकोले गर्दाखेरि गर्नुपर्छ, केटामा त्यता काम हुँदैन भनेर उसैले गर्दा हो। मेरो आफ्नो त नि, मलाई त्यो त आइडिया पनि छैन, अनि उसैले हामी चाहिँ त्यही गरेर गरिरहेको छौँ। लगानी त त्यो आफै बनाएको संरचना भएकोले गर्दाखेरि जग्गा चाहिँ भाडामा 3.5 भन्दा माथि छ अहिलेको लगानी। हाम्रो तलब ग्राउन्ड फ्लोर हाम्रो अरबिकाको कफी हो, अनि त्यसपछि हाम्रो बिचको हाम्रो कन्टिनेन्टल छ र कन्टिनेन्टलको आइटम छ, टपमा चाहिँ हाम्रो नेवारी छ, स्पेसल हाम्रो नेवारी हो, अरबिका हो, बाँकी त अब कन्टिनेन्टल नै। म अब गल्फ नै सबैले हेर्दा गल्फ नै हेर्छन्, तर म अरू पनि गर्न सक्छु भन्ने चाहिँ आँट चाहिँ आउँछ। यो नै चाहिँ होइन, तर त्योभन्दा बाँकीको अरू क्यारेक्टरहरू पनि म गर्न सक्छु जस्तो चाहिँ लाग्छ है। अब त्यो लाग्नु त पाइयो नि त होइन, हुनु नहुनु बेग्लै कुरा हो, त्यो त डाइरेक्टरले थाहा पाउने कुरा हो। र गल्फ नै गर्दै गर्दाखेरि त्योभन्दा डिफ्रेन्ट क्यारेक्टर पनि म गर्न सक्छु जस्तो चाहिँ लाग्छ। हुनु नहुनु कुरो, मन पर्नु नपर्ने कुरो अरूकै हातमा हुन्छ नि त। जिग्री ठ्याक्कै कन्टेन्ट चाहिँ राम्रो क्रिएट हुन्छ, उसले राम्रो गर्छ, लोयल मान्छे, अनि यो अरूलाई चाहिँ नदुखाउँ भन्ने खालको मान्छे हो। ऊ पाडे खट्नु सक्ने मान्छे, फिल्ड खट्नु सक्ने मान्छे, हक्की स्वभावको, अनि सुटिङमा जे हुन्छ सुटिङमै बोल्दा पनि अब अलिकति खरो बोल्ने, तर मनमा चाहिँ तुष्ण भएको मान्छे जस्तो लाग्छ मलाई, मेरो सङ्गतले, अहिलेसम्मको सङ्गतले। काकु पनि राम्रो क्रिएटिभ गर्ने मान्छे, त्यसै पनि अब त उहाँको बारेमा त के भन्नु र, परानले भनिसकेको छ, मिठो साथी, राम्रो हुनुहुन्छ। त्यो चाहिँ खै बाहिर चाहिँ भन्छन्, अब हाम्रो अब सकिएको नि कन्ट्र्याक्ट सिद्धिएर हामीले नचलाएको हो। अनि त्यसपछि अब त्यहाँबाट निस्किनुपर्ने डाइरेक्टरहरू 3 जनाले डाइरेक्सन गर्नु भएको छ। कुमारले लासरणम गर्यो, काकुले परान गर्नुभयो, यता पाँडे हाम्रो अर्जुनजीले झरेपछि इन्द्रेणी गर्नुभयो होइन। त्यो चाहिँ कस्तो हो भने एउटा घरमा एउटा बाउको 4-5 भाइ छोरा हुन्छन्, छोराहरूले चाहिँ सधैँ एकै ठाउँ पनि बस्दैनन् कि, आफ्नो आफ्नो फिल्ड रोजेको हुन्छ नि त। त्यही भएर सकिएको नि हाम्रो घर हो, र त्यो घरभित्र बस्दै गर्दा ठुलो भइयो, त्यहीभित्र सिकेको ज्ञानहरू आफ्नो आफ्नो तरिकाले बाहिर ल्याएको, त्यही हो अहिले चाहिँ। अरू त खोइ बाहिरको जस्तो चाहिँ मलाई त्यत्रो थाहा छैन। म त गीत कहाँ गाउँछु त नि, म गाउँदिनँ गीत चाहिँ होस् ल, म गीत गाएको भए त म हिट भइहाल्थ्यो होला नि त गीतबाटै होइन। होस् अब गीत चाहिँ म प्रायः सबैले गीत गा भन्छन्, म गीत गाउँदिनँ। अनि फेरि मेरो राम्रो भयो भने अरू कहाँ जाने त नि।